Hello guys, once again welcome to my vlog. र आज हामी जाँदैछौँ पोखरा है। पोखरा जाने मेरो मित्र हुनुहुन्छ। हेलो कत्रो ज्याकेट छ तिमीले ज्याकेट कत्रो बन्न छ मेरो ज्याकेट ठुलो मलाई ग्यास्ट्रिक औषध ल्याउनु तपाईलाई ग्यास्ट्रिक औषधि द मेन ग्यास्ट्रिक औषधि लसुन अब हामी लागेका छौँ शोभायात्रा मम्मी। यसमा कसरी जाने हो टुप्पै छैन। जम यस जम बाई बाई। भर्खरै पिस चिज होइन यो त आएर के हो यस्तो हो। अब लाग्दैछौँ पोखरातिर। अब सोची हाम्रो फेरि 7 दिन बिदा लिएर हिँडेको छौँ होइन। अब कहाँ पुग्छौँ थाहा छैन। मेन चाहिँ पोखरा हो। अहिले गाइस पानीको लासो छ है। डोको लासो छ। रेनकोट पनि छैन क्या। हामी त मान्छे जवान हो नि त फेरि। रेनकोट केही बोके होइन। बर्खामा पोखरा जान लागिरहेको छ होइन। अब हेर्सी के हुन्छ। यही नै त हो एडभेन्चर भनेको। सर्न जाने हो। अब सातो बाटो आइपुग्यो होइन। टक्क कलङ्गी गएर एउटा रेनकोट हानिदिने हो। अनि त्यसपछि त अनि फेरि सुरु भइहाल्छ नि के यहाँ सवारी हुम्ला हो के हो। आर्मी पुलिस लास्टै पानी परेर बल्ल बल्ल हिँड्यो। यस्तो बिजोक बनाइदियो एकैछिनमा है। रेनकोट लिएको कलङ्कीमा यस्तो ठग्यो के गर्नु। एउटा बिस्तारै जाँदैछौँ। होप अब पानी नपरोस्। एकैचोटि पोखरामा गएर टक्क सुत्दाखेरि चाहिँ सरर पानी परोस् होइन। अनि त्यसपछि त भइहाल्छ कुरो खानी। धानकोट पनि आइयो। तपाईँले छ भनौँ न दुईजना सर हिँडेको छ के भन्न चाहनुहुन्छ। मैले त के भन्नु अब राइड अब राम्रोसँग पुग्यो त्यही हो। पानी परिरहेको छ। मौसम त्यसै रमाइलो छ क्या आज फेरि रमाइलो चाहिँ। तर पानी चाहिँ नपर्दै हुन्थ्यो। यतिको भयो त बाटो रमाइलो हुन्थ्यो है। ल हामी जन्मेको बब्बा सुरु त भयो है। बाटो ओह्रालो लाग्यौँ गाइज। बाटो पिस थियो त यार। पिस थियो जस्तो लागेको थियो। अब केही छैन। तर बाटो ठुलो बनाएको नि त है। सब्जी चाहिँ छ है। तर बाटो नै राम्रो भएको रहेछ। राम्रै बनाएको टनेलभित्र छिर्ने बाचा गर्दै अब उही योभन्दा मेन टनेल यो तलबाट अर्को बाटो हुन्छ। योबाट अर्को यताबाट आउने खोइ त यो पनि चाहने नै पिस होला भन्ने आशा गर्दछौँ। मौसम चाहिँ रोमान्टिक रोमान्टिक मौसम। वहीँसम्म भयो भने धेरै राम्रो क्या। त्यो पिस चाहिँ अलिक गरेको रहेछ।
बनाएको रहेछ अहिले है तल यतिको चौडाइ टक्क है सायद यस्तै बाटो रहेछ भने तपाईँहरूलाई अपडेट बाटोको अपडेट चाहिन्छ भने चाहिँ प्लिज यु क्यान वाच माई भिडियो है यतिको दिनु पऱ्यो नि त होइन पऱ्यो बाटो ठाउँ ठाउँमा चाहिँ अलिअलि खराब रहेछ है नभए त ठिकै छ बाटो हजुर रसुवा उता चाइना बोर्डर रसुवा मात्रै जान ठिक कति किलोमिटर छँदै टन्नै छ तर बाटो राम्रो छ भयो यता चाहिँ अलिक गल्छी आयो नि तर बाटो त के रहेछ त्यो गल्छी जस्तै रहेछ गाँजा खाएर बनाएको बाटो जस्तो जाम रहेछ ठाउँ पुगेन क्या ठाउँ नै पुगेन क्या हालत दाइ तपाईँको जुत्ता हेरौँ न यस्तो हिलो बाटो गल्छी त आयो गल्छी आएर अलि यता आएर बस्यो है कफीको साथ ल त हामी अब अलि उता गएपछि भेटौँला रियल टाइगर मामा चाहिँ पुरै फायर हुनुहुन्छ होइन यो गाडीदेखि होइन किनभने यो गाडीले लप्पै छिराइदियो क्या भित्रै मामाले आएर तँलाई हतार भएको भनेर आएर गाली गर्छ यहाँ मामा मामा मेरो मामा कति प्यारो मामा लगाइस मुङलिङ आयो है आफ्टर लङ टाइम जस्तो पाराले यति टाइम लाग्यो खोइ किन हो बाटो अब मुङलिङबाट कलतिर लाग्यो गाइस पोखरा आउने बित्तिकै भिडियो बनाउँछु भनेको त्यस्तै भयो थाक्यो गएर सुत्यो है त्यही भएर केही बनाउन पाइएन आजको दिन यहीँ समाप्त है यस्तै इन्जोय गरिरहेको छु म चाहिँ भ्यू हस्त गाइस